हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल होइन। आज धेरै पछि 1-2 महिनापछि नै भिडियो हाल्यो होला। 2 महिना 3 महिना यो वर्ष हालेकै छैन, त्योभन्दा अगाडि नै हालेको थिएन। इक्जामको मौसम चलिरहेको थियो होइन, केही सोर्स सुने कि नै थाहा छैन, त्यताबाट त्यो कराइरहेछ होइन। अहिले चाहिँ हामी पौडीमा आछौँ होइन, हामी त नभनौँ, साथीहरू पौडीमा आछौँ। त्यो ढुङ्गा बस्ने औरत र म चाहिँ फाल्तु आइरहेको त्यति राम्रो छ पौडिने ठाउँ होइन, राम्रो त छ। आन्टीहरू त्यता पौडिरहनु भएको छ होइन। हो यही केटीले गर्दा म पनि पौडिन नपाएको गाइज। यो केटी वाउ, म चाहिँ अब ढुङ्गामाथि जान लागिरहेको छु त्योसँगै। राम्रो ठाउँ जङ्गलको बिचमा छ होइन। 4 जना भ्याकुताहरू, 1 जना बनकी। भयो यस्तो हामी पुरो छौँ भिडियो बनाउन गाइज। क्वालिटी मात्र खराब हो, यिनीहरूको हल्लाले केही सुन्ने त्यो खोलाको आवाज आउँछ होइन। मस्त यता ठाउँ होइन। नराम्रो कुरा चाहिँ के हो भने हामी पौडिन पाइएन गाइज। पहिला नि कुरा आएको होइन, माथितिर पौडेको होइन। यहाँ भाइहरू पौडिन पाएन हामी। अहिले केटा नै मासतिर, अझै मासतिर हामी जानु हुन्थ्यो, तर यहाँ चाहिँ लास्टै गइरो हाल्यो हो क्या होइन। हामी के भन्छ आज ज्यान भिजाइदिन्थ्यो यहाँ, नत्र मासतिर हेर्नु जानुहुन्थ्यो कि कहिले हाफ लाइथिएँ मैले, पाइन्ट लाएर आएको छु। अनि त्योहरू पो बाँदरहरू हो र, यिनीहरू पो बाँदरहरू हो र यस्तो ढुङ्गा चढेर आउनु सक्यो। म कहाँ सक्छु त, अनि म त मान्छे हो। घरलाई तिमीले बिगाएर किन बिगाएर आइदिन्छु। तिनीहरू मस्त पौडिरहेको छैन। अब हामी दुइटा के गर्ने हो, माछा गाइज, माछा देख्या र देखिन्न। आउँदाखेरिको बाटो देखाउँछु भनेको थियो होइन। के भयो भन्दाखेरि झ्याउ लाग्यो कि फोन निकाल्दै झ्याउ लाग्यो, फोन तातिएर कस्तो भएको थियो। मस्त खेलेर बसेछ न। हामी दुइटा थाहा छैन, हामी दुइटा चाहिँ खानेकुरा भएको, मतलब म थियौँ, यो थियौँ त होइन, यो खालि यातायात थियो। हामी दुइटाले खानेकुरा लिएर जान सक्छौँ भने गाइज। ओए हामी दुइटा खानेकुरा लिएर भाग्छौँ के। हामीले खानेकुरा चोरी लिएर त भयो हिँड्न गर्छ। अब हामी सपोर्ट बनाउँछौँ, तिनीहरू आएर बस खाने काम मात्र। अब तिनीहरूको अब हामी नै दुइटा फाल्तु भएको, हामीले बनाउँछौँ होइन। अब सुन्दै क्या राम्रो छ होला चाउचाउ के भन्छ यसलाई, चाउचाउ भुजाहरू। अनि यो क्याम्पा भन्ने एउटा त्यो ड्रिङ्क हुन्छ, अनि त्यही हो होइन। अनि उताबाट के हो त, उनीहरूले पता नै के ल्याएन होइन। मैले निम्बु लिएर आएको थिएँ गाइज, हाम्रो घरको निम्बु। यताले त त्यो निम्बु यताले गाइज, यो हाम्रो घरको निम्बु हो नि। हो नि बरे भुजा र चाउचाउ गाइज, पियाज काट्दै छु। धेरै नबोल है गाइज, भ्यू हेर्नु न हो के गाइज। मेरो काम सक्यो, अब यसले गर्दैछु होइन। म तिमीलाई त भिडियो त खिच्दिनँ यार, तिमीको त हालतै खराब छ। माफाला गाइज, वहाँ हो आकृति बराल। वहाँ एक्लै महिलालाई एक्लो पुरुष चाहिएको छ। हेर त मेरो खुट्टा देखिया रहेछ, खुट्टाभरि एलर्जी भएर गाइज कस्तो भइरहेछ भने होइन। गर्मी भएर उसको पसिना भइया छ। पानी लिएर आएको
पानी लिएर आएको नै बोतल पानी खान भनेर बोतल लिएर आएको होइन तर मुल छ भनेर बोतल खाली लिएर आयो होइन लास्टमा त मुलमा त पुरै किरा होइन अनि पानी नै छैन होइन दुःख लाग्यो मर्न लाग्यो होइन यहाँ क्याम्पा त छ भए पनि तिखा त लाग्यो नि त अब गाइस म मात्र भए अब नपौडिने होइन फर्किनु गइसकेँ ल हेर भए पर्दैन यसलाई हेर्नु पर्दैन होइन अब खाएको भिडियो सिडियो बनाएन के र होइन खाएपछि चाहिँ बनाखाम पहिले माछा छोप्न जानु भन्नु मेरो केही काम छैन म त एकदम खुलेर बस्नु होला नि त एक्लै होइन खाना भयो जस्तो घका क्याम्पा स्याम्पा सबै खाएर बसिरहेको त्यो क्याम्पाले थोरै भानी प्यासले टाइपपछि लाग्छ पानी खाएर कस्तो भएको होइन अहिले फेरि घाँटी पोल्या त्यसरी अब भोलि के हालत हुने हो हिजो नि केही चिसो खाएर आज कस्तो भइरहेको थियो अहिले सन्चो भएको थियो फेरि खाइदिएँ अनि डुब्यो भने मेरो यसमा केही हात छैन गएको म केही भन्न सक्दिनँ पाँचजना डुब्यो भने मेरो केही हात छैन गाइस म बाहिर बसिरहेको छु यसरी मजाले मेरो केही हात छैन मेरो आफै पागल भएर हात चाहिँ म त बिचमा कति हल्ला गर्छ केही भन्न सक्दिनँ यिनीहरूलाई होइन गर्नु भएन मर्न लाग्यो यिनीहरू मजाले चिसोमा खेलिरहेको छ तर खुट्टामा गऱ्यो यति खुट्टा के भिजाएको थियो पुरै एलर्जी भएर रातै भएको छ केही भन्न सक्दिनँ साँच्ची भन्नुहोस् यिनीहरू पाँचजनामा कोही डुबे पनि मेरो हात छैन म भित्र नआउन गएको छैन भनेको मैले उठेर हत्या पाँचजना मध्ये कोही डुब्यो पनि मेरो हात छैन म 1000 फेरा भनिसकेँ भए पनि फेरि भन्छु म ठिकै हुँदो रहेछ धन्नै डुबेको यो मान्छे धन्नै डुब्दिन हात छोडेर पुरा एक्लै छटपटेर बसिरहेको थियो अझ के चुल मचा होला यार यिनीहरूलाई कसम सानैबाट यिनीहरूमध्ये कोही डुब्यो भने मेरो हात त छैन है गाइस मेरो खुट्टा पनि छैन पानीमा सो कृपया सर्प देख्नै पर्छ ओ यतापट्टि सर्प देखेको गरे मिस्टर अविशाले होइन माथिबाट निस्केर के त्यही त अझै तर नि अर्को आउँदाखेरि बच्चा भयो पुयो पौडिने इच्छा
कुयो कपडा फेर जाम घरतिर म त गाइस यस्तै हो ल बाइट हो र पनि हेर्छु भिडियोमा देखाउनु लाग्थ्यो गाइस त्यो त सर्पै नरहेछ यस्तोमा बढिरहेको थियो अनि सर बनाएर के आउँछ त न गाई जस्तो जङ्गलको बिचमा होइन यस्तैमा पौडेर हो ख्याल ख्यालमै टोकेर छोडा भ्यू हेर हाफ जान्छ हाफ यति जान्छ अरू जान्न ए अब यत्रो ठुलोमा छोडेर यहाँ जान भनेको छ नाना गाई ओ त्यता हो यो ढुङ्गातिर हो गरे सर्प देखेको खै हामी त देख्न पाइएन के अरे दर्शन गर्न पाइएन केही भन्दैन यस्तो ढुङ्गामा चढेर यिनीहरूलाई रेकर्ड गर्न भनेर आइरहेको छु होइन यहाँबाट नि दर्शन देला है गाइजहरू यस्तो ढुङ्गाको बिचमा होइन गाइज अब हामी जाँदैछौँ पौडेर भ्याइसक्यो यिनीहरू होइन दुईवटा उताबाट गइसक्यो माथि डाँडा अब हामी कतिजना एउटा दुईवटा चारजना अब अप्साको घर जान्छौँ चाय पिउँछौँ अनि बल्ल घरतिर जान्छौँ अरू साथीले चाय बनाउनुहुन्छ लाइभ बस्न भनेको होइन तिमी बस्नु गरे होइन त्यति बेलासम्म भ्लग पनि बनाउँछु होइन मैले 2-3 महिनापछि होला हौ यो भ्लग हाल्न लाग्छ होला हमको नै मालुम तेरा काटा किधर चला गया हामी अब फर्क्यौँ है गाई फर्क्यौँ भने गर्नु होला बाटो अब हामी फर्किसकेछौँ यस्तो बाटो हिँड्न पर्ने हो कस्तो ब्लर भएको र त्यस्तो बाटो हिँडेछौँ होइन लोटेर यो भिडियो आएन भने बुझ्नु होला हस्पिटलतिर छौँ भनेर म कसरी जाऊँ यहाँबाट कापङ्गालम बोल्दिनँ गइदिनु के कुरा गर्छु हिँडिरहेको छैन किनभने क्या म शीतल भयो होला होइन म त के गर्नु भएको हामी हिँडेको त कस्तो सुनसान भयो क्या पछाडि त बोल्ने मान्छे नभएर हामी जङ्गलको बाटो आएको थियौँ होइन कपाल खिजार्दै नभएछ उहाँहरू यस्तो गएर जानेमा अनि हेर्नु त यस्तो देखेछ र यस्तो बाटो आएको किन्नु अघि जान पनि त्यस्तै बाटो लाखन् हामी त अब बाटो जानु कि र हाम्रो बाटो राम्रो छ यस्तो बाटोबाट हिँड्ने होइन त्यही त है त्यता गएर नि कता जाने हो र हाम्रो घर त्यता छँदै छैन यस्तो बाटो हिँडेर छोड्नु केही देखेको छैन मेरो फोन खराब छ पसिना भएको छु म मात्र होइन गाइज पता नै के हो दौडेर गएँ यहाँबाट होइन यिनीहरूले के भन्छु के भाषा भन्छ नि हेर्नु त बिरालो जत्रो जङ्गलको बाटो हिँडिरहेछ हामी 4 जना केटी छोड्नु के भगवान्
गाइजहरू टिन्टैले कपाल छोडेर हिँडे हान म मात्र बाँधेर हिँडेको छु म किन छोड्ने र मेरो कपाल चिसै छैन छोड्नलाई यार यस्तो घाम उनीहरूले घाँसको कुरा गर्दै हिँड्ने खान मलाई थाहा छैन घाँस काटिन्छ हो तर नामै थाहा होइन घाँसको नामै थाहा छैन मलाई यस्तो मस्त मस्त ठाउँ छ गाइज राम्रोसँग देखाउन सक्दिनँ किनकि राम्रोसँग देखायो भने मैले जान सक्छु फलतिर बाटो सानो छ नहरूको बाटो हो यस्तो बाटो छ तिनजना पतर पतर गरेर मैले पछाडि फोन ढलाएर के बोलेको आफैलाई थाहा छैन आज मेरो ब्याग छैन गाइस म पुरा एउटा खाली बटनमा त बोकेको हुँदाखेरि धर्नै गएको त्यसका बाजु यस्तो यहाँबाट तल गयो भने त बडा पुतुक्क गयो भने यस्तै भिडियो बनाउँदा म यताबाट कुन बेला जान्छु के कस्तो ब्लर देखाएको गाइज यस्तो गर्दै बस्नु यस्तो बताइदिन्छु मतलब कि यो गेट जस्तो छ यो बुट्टाको के हो खै कुनै बुट्टा भाँचेर के भएको हो न पता नै के कुरा गर्दै हिँड्छन् उकालो छ होला हामी जङ्गलबाट निक्लिसक्यौँ है उकालोको झाँकीहरू देखाउँछ आइयो मिस्टर अभिषाको घर है लास्टै यस्तै हुन्छ यार माथि हिँड्ने खन्डो झरिहाल्छ हामी अब हिँडिसक्यौँ अभिषाको घरबाट फर्किँदैछौँ होइन मौसम बिग्रेर जस्तो छ बादल बुदल भएर आइसक्यो अलग्गै कुरा चलिरहेको होइन अब चाहिँ आजको लागि भ्लग यति नै हस्त नमस्कार टाटा बाई बाई यही हालिदिन्छु म